यसमा त नकारात्मक हुने कुरै नै छैन, किनभने हामीलाई पनि त चेन्जेस त चाहिएको छ नि, तपाईँलाई पनि चाहिएको छ, मलाई पनि चाहिएको छ। मसँग मैले लाइसेन्स निकालेको 5 इयर्स भयो, फिजिकल लाइसेन्स मसँग छैन, होइन? सेम अनि भनिसकेपछि त्यो चेन्जेस नचाहने मान्छे को हुन्छ? त्यो त अहिले त नयाँ साथीहरूले त सुशासनको कुरा गर्नुभएको छ र समहाउ डेलिभरी सुरु पनि भएको छ त्यो वेमा, कतिपय कुराहरूमा। भनेपछि त चेन्जेस, त्यो पनि पोजिटिभ चेन्जेस, सकारात्मक परिवर्तनको पक्षमा नहुने मान्छे त त्यो परिवर्तन विरोधी भयो, रिग्रेसिभ भयो। त्यो त हुनै सकिँदैन हामी जस्तो फेरि सञ्चार कर्ममा लागेको हिँडेको मान्छे। अनि जुन तपाईँहरूको युवाको प्रतिनिधित्व देखेका छौँ, होइन, हाम्रै जस्तो फेसहरू जति सदनमा आउनु भएको छ, यो कुराहरूलाई त सकारात्मक रूपमा लिनै पर्छ। तर त्यति भन्दै गर्दाखेरि आँखा चिम्लिनु हुँदैन उहाँहरूलाई पनि, किनभने भोलि उहाँहरू पनि पहिले जस्तै भयो भने, पहिलेको नेतृत्व शैली जस्तै उहाँहरू पनि अगाडि बढ्नुभयो भने त वाट नेक्स्ट? भोलि ठुलो, योभन्दा ठुलो दुर्घटना हुन सक्ने चान्सेस छैन। त्यसकारण अबको यो नयाँहरूलाई त हामीले भन्नुपर्छ। आलोचना भनेको त नराम्रो चिज होइन नि त, होइन? त्यो चिजहरूलाई चाहिँ मान्छेले अब खोइ कसरी बुझ्छन्, बुझ्नुपर्छ है साथी हो। होइन